आजको नयाँ भ्लग मेरोमा चाहिँ अब स्टार्ट हुनु लागेको छ है साथीहरू। आज चाहिँ म यहाँनिर टनेलामा यो टमाटर रोप्नुको लागि ठाउँ बनाउँदैछु। अब निकै नै छ, दुईजनाले हामी चाहिँ खन्छौँ, भान्जा र म। मेरो चाहिँ अहिले आधी भइसक्यो, एक लाइन। त्यसले गर्दा अलिक पढाइ छ, लास्टै गर्मी भइरहेछ। अहिले मेरो चाहिँ अब आधी भइसक्यो, भान्जा चाहिँ खनिरहेछ। म चाहिँ यसो अलिक एकछिन बिछाएको छु। अब एक लाइन आधी हुन आँटिसक्यो। अब दुई लाइन छ, जम्मा जम्मी 4 लाइनको हुन्छ। 4 लाइनको बनाएको छ यहाँ चाहिँ। अरूमा चाहिँ अब थुप्रै लाइनको बनाउने हुन्छ, तर यहाँ चाहिँ हामी 4 लाइनको छ। उता चाहिँ त्यो देखिँदै गरेको चाहिँ सबै रोपिसकेको हो। अनि यता आधी फलिस पनि सकेको छ। यतातिर यो फलिसकेको हो, टिप्ने बेला हुन आँटिसक्यो, पाक्न आँटिसक्यो। अब चाहिँ म खन्नु जान्छु।
अहिले हामीले एउटा लाइन सक्यौँ। अब दुईवटा बाँकी छ। लास्टै गर्मी हुँदो रहेछ। अब चाहिँ एक लाइन सकेर अर्को लाइन खन्नु आँटेको। कहाँ पाण्डु बजार पुग्नु हो चारो बुझ्यो? पाण्डु बजार पुग्नु भयो? त्यो नयाँ दोकान खोलेकोमा ल्याउनु भयो कि त्यो पल्लो मधेसै ओल्लोमा सरेको छ नि त। हजुर तल्लोपट्टिको त्यो खसी काट्ने छेउमा त्यो पर थियो नि त। ओह्रो आएको छ अहिले। माथि लाइन पनि एक लाइन सकेर पनि माथि लाइन अलिकति खनिसकेँ। गर्मी चाहिँ लास्टै भइरहेछ। बस्ने हो गर्मी चाहिँ लास्टै छ यार। अब चाहिँ हामीले सक्नु लागेको। यता चाहिँ धमाधम धान रोपाइ छ। इन्द्रनी निस्किरहेको रहेछ है। हामी चाहिँ यता छौँ भान्जासँग। अब चाहिँ अलिकति मात्रै छ काम। दिन चाहिँ सफा छ तर इन्द्रनी निस्किरहेको छ। त्यता चाहिँ धुमिरहेको रहेछ, पानी परिरहेको रहेछ। अब चाहिँ अलिकति मात्रै बाँकी छ। अब चाहिँ हामीले सकियो हैन। अब चाहिँ रुम जान्छौँ हामी। टमाटर यता सबै यो टनेला माथिसम्म टमाटर हो। भर्खर बेगहरू यिनीहरू चाहिँ। आज चाहिँ म भिडियो धेरै बनाउनु चाहिनँ। अब भोलिको भिडियोमा तपाईँहरूलाई नयाँ अब कुराहरू ल्याउने नै छु। नयाँ भिडियो ल्याउने नै छु। आज चाहिँ मेरो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु।